हाँस्न पनि मन लाग्छ, रुन पनि मन लाग्छ आफ्नो देशको हालत देखेर। सबैलाई थाहा भइसक्यो कि 23-24 गतेको आन्दोलन जेनजीको नाममा लामो समयदेखि योजना बनाइएको प्लानिङ थियो भनेर। विडम्बना के त भन्दा जसले प्लान गरेर हाम्रा साना साना भाइ बहिनीहरू मारे, हाम्रो देशको सम्पत्ति जलाए, हाम्रा देशका नेता कुटे, आज तिनीहरू नै हाम्रो देश चलाउने भनेर सरकारमा गएका छन्। जेनजीको आन्दोलनको एजेन्डा एकातिर, सरकारले गरिरहेको छ काम अर्कोतिर। अनि हामी थाहा पाएर पनि थाहा नपाए जस्तो गरेर बस्न पर्ने, हाम्रो बोली कसैले सुन्न पर्ने के आवश्यक छ र? कसले सुनिदिन्छ र? धेरै ठुल्ठुला विद्वानहरू बोलेको सामाजिक सञ्जालमा लेखेको देखिन्छ। यो त यो आन्दोलनभन्दा पहिला पनि लेख्ने बोल्ने गरिरहेकै हो, खोइ त रोक्यो? हाम्रो देशमा यति धेरै सुरक्षा निकायहरू छन्, हाम्रो ट्याक्स लिएर खाएर जागिर खाएर बसेका छन्, तर तिनीहरूले सुरक्षा गरे? न देशको गरे, न देशको सम्पत्तिको गरे, न सिमाना जोगाउने काम गरे, न तपाईँ हामीलाई जोगाउन सक्छन्। देश जोगाउन नसक्ने, सीमा रक्षा गर्न नसक्ने रक्षा मन्त्रालय पनि छ, रक्षाको लागि खटिएका पुलिसहरू, रक्षाका लागि खटिएका सशस्त्रहरू, रक्षाकै लागि खटिएका हाम्रा सेनाहरू, आर्मी, पुलिस, प्रहरी, यी सबै मिलेर सुरक्षा निकाय भन्छ। यिनीहरू मिलेर हाम्रो देशको सुरक्षा गर्न नसक्ने, देशको मुटु काठमाडौँमा रहेका त्यत्रा सरकारी सम्पत्तिहरू, देशका ढुकुटीहरू बचाउन नसक्नेले तपाईँ हामीलाई बचाउन सक्लान्? के आशा गरेर चाहिँ हामी हेरेर बसिरहेका छौँ कि हामीले केही गर्न सक्दैनौँ? हामी यति लाचार छौँ? हाम्रो देश विदेशीको हातमा सुम्प्यौँ हामीले। किन? के को लागि? किन चुपचाप छौँ? अब हामीले लेख्या, हामीले बोल्या त मजाक मात्र बनाइदिन्छन्। भन्छन् एउटा रौँ पनि हल्लिँदैन भने जस्तो छ उनीहरूलाई त। हाम्रो बोलीले, हाम्रो लेखाइले, हाम्रो उनीहरूलाई दिएको चेतावनीले केही पनि एक रौँ जति नै असर पार्दैन भने के हामी अब भुटिने नै हो? सबैतिरबाट भुटिने हो? हाम्रो देश अखडा बनाइसके, जहाँ जहाँबाट जसले खेदे पनि बस्ने ठाउँ हाम्रो देश नेपाल। गुण्डा बस्ने देश, शरणार्थी बस्ने देश, सम्पूर्ण आफ्नो देशबाट लखेटिएकाहरू आएर हाम्रो देशमा बस्ने अनि हामीले मजाले बस्न दिने। अनि तिनीहरूले नै उही औँलो दिँदा डुडुलो खोल्या जस्तै शरण दिँदाखेरि उनीहरू नै पछि गला काट्नेमा पुग्छन्। आज भइरहेको त्यही हो। नेपालीभन्दा बढी शरणार्थी छन्। रोहिङ्ग्या होइन, तिब्बतियन, पता थाहा छैन कहाँ कहाँका आएका छन्, न्युजहरूमा आइरहन्छन्। रोक्ने, अरू देशले रोक्छ, त्यस्ताले देश बिगार्छन् भनेर रोक्छ, किनकि उनीहरूमा इज्जत हुँदैन, पैसा नै हुँदैन, कङ्गालले त जे पनि गर्छ नि। अनि नागरिकता बाँडिरहेछ अर्कोतर्फबाट तिनीहरूलाई दिनको लागि। कसको प्लान हो यो? उनीहरूलाई नागरिकता दिनुपर्ने आवश्यकता के? अनि अर्कोतर्फ हिन्दू धर्मको आडमा
हिन्दू धर्मको नाम लिएर हिन्दू धर्मका प्रचारकहरूलाई किनेर अनि तिनीहरूबाट हिन्दू धर्मकै खिलाफ भट्काइरहेछन् विभिन्न धर्मको नाममा। त्यही भएर होसियार रहनुहोला, सजग रहनुहोला। तपाईँ हामीलाई कति बेला कसरी भुट्छन्, धर्मको नाममा, जातको नाममा भुट्छन्, दलितको नाममा भुट्छन्। भुट्यौँ, हामीहरूलाई झगडा गराउनलाई, हामीहरूको घरमा अशान्ति फैलाउनलाई भुटेका हुन्। त्यही भएर आफू भुटिरहेको छु कि छैन भन्ने कुरा पनि हिक्का रहोस् भन्ने चाहिँ चाहन्छु। धन्यवाद।